त्यो कुरा त स्टेटभित्रै सीमित रहन्छ नि। र नेसनल प्लेटफर्ममा गएर नेसनल लेभलमा कुरा गर्दाखेरि त नेसनल राष्ट्रिय स्तरको कुराहरू हुनु पर्यो नि त। र आज सिक्किम चाहिँ अब त्यहाँनिर गएर चाहिँ दिल्लीमा गएर इन्डिया टुडेको प्लेटफर्ममा गएर चाहिँ सिक्किमको मात्रै बढी बढाइ गर्नु त हाँस्छ नि मान्छे। किनभने सिक्किम एउटा सानो राज्य हो, 6-7 लाख पपुलेसन भएको मान्छे हो। आज सिलिगुडीमा एउटा सिटीमा, सिलिगुडीको सिटीमा मात्रै 15 लाख मान्छे बस्छ भने हामी 6 लाख मान्छेमा चाहिँ हाम्रो यहाँनिर केही कुरो ठिक गर्न सकेको छैन भने नेसनल लेभलमा के कुरा लाने। त्यस कारणले गर्दा अहिले योभन्दा बेटर त अस्ति यहाँनिर पिसिएसले गरेको प्रेस क्लब अफ सिक्किमले गरेको कन्क्लेभ जुन चाहिँ थियो त्यो राम्रो कन्क्लेभ भएको थियो। म स्वयं पनि गएको थिएँ र त्यही कन्क्लेभमा गएर मुख्यमन्त्री पनि गएर आफ्नो कुराहरू राखेको हो भने राम्रो हुन्थ्यो होला। तर अब दिल्लीको कन्क्लेभले सिक्किमलाई त्यस्तो बेनिफिट गरेको जस्तो लागेन। र अब